हर महादेव अनि जय हजुर भोले। कहाँदेखि आउनुभयो? म अहिले केदारनाथदेखि गङ्गोत्री केदारनाथबाट आएको। ए गङ्गोत्री अनि घर चाहिँ कहाँ पऱ्यो? मेरो घरको धादिङ। धादी अनि धादीदेखि केदारनाथ पैदल यात्रा हजुर मैले धादिङ होइन पशुपतिनाथदेखि स्टार्ट गरेको केदारनाथको लागि। हजुर त्यहाँबाट केदारनाथ भएर गङ्गोत्री गएँ। अनि फेरि फर्किने क्रममा हुनुहुन्छ अनि आज रात कता बस्नु? आज मन्दिर हिँड्दा श्वेता मन्दिर छ भने चाहिँ काली मन्दिर हो। अनि अरू दिन के गर्नुहुन्छ? म मन्दिर भेटिनँ भने म टेन्ट लगाउँछु, मसँग टेन्ट छ, टेन्ट लगाएर बाहिर अनि खानपिनको व्यवस्था नि? खानपिन अब विदाउट मनी हो मैले है। उठाउनु हजुर विदाउट मनी हो। अनि कोही सपोर्ट गर्छ कि नि बाटोमा हजुर? लगभगमा खाना गर्नुहुन्छ हजुर शुद्ध शाकाहारी होला नि हजुर त अब यस्तो मन्दिरमा पूजा गर्ने मान्छे त अब प्रायः जस्तो शुद्ध शाकाहारी। शुद्ध शाकाहारी। अब हुन त म पनि यो कन्ट्री माला लगाएको छु, एक हिसाबले तुलसी माला नै हो यो पनि। म पनि हिन्दू धर्म मान्ने सनातनी हो। अनि हजुरलाई हेर्दा एकदम खुसी लाग्यो अनि त्यही भएर हजुरसँग भेट